गुड मर्निङ एभ्रिवान। आज चाहिँ म एकदम यस्तो ठाउँमा छु है। अनि आजको प्लान भनेको रक क्लाइम्बिङ हो। यो लोकेसन चाहिँ कहाँ भन्नुहुन्छ भन्दाखेरि दक्षिणकाली जाने बाटोमा डल्लु भन्ने ठाउँ आउँछ। अनि डल्लु गेटबाट छिरेर अनि यो गुम्बा हुँदै यता माथि जानुपर्ने हुन्छ। माथि यहाँ मेरो साथीहरू सबै गइसक्नु भयो रक क्लाइम्बिङको लागि। म चाहिँ अब अलिकति ढिला भइरहेको छु। अनि रक क्लाइम्बिङ चाहिँ मैले थमेलमा त्यो वालमा गरेको थिएँ, वाल क्लाइम्बिङ चाहिँ गरेँ हो हल्का, त्यसको चाहिँ एक्सपिरियन्स छ। रकमा चाहिँ मेरो नि फर्स्ट टाइम हो। अब लेट्स सी के हुन्छ कस्तो हुन्छ। वेलकम टु न्यू एडभेन्चर अफ माई लाइफ है। ल रक क्लाइम्बिङ पनि मेरो एकदम बकेट लिस्टमा थियो, आज फाइनली पुरा हुँदैछ। लोकेसनको लागि चाहिँ डल्लु जुन दक्षिणकाली जाने बाटोमा यो गुम्बाको अर्को साइड देखिन्छ क्या, यो फ्रन्ट भ्यू देखिन्छ। दामी गुम्बै गुम्बा भएको एउटा बजार जस्तो टाइपको आउँछ। उतै गाडीहरू कुदिरहेछ नि। जुन यो बाटो छ नि, यो बाटो दक्षिणकाली जाने बाटो भयो शेषनारायणभन्दा अगाडि नै। अनि त्यो दक्षिणकाली जाने ठ्याक्कै एउटा टर्निङ छ, त्यहाँनिर डल्लु गेट छ। डल्लु गेटबाट सिधा मास्तिर आउने यो गुम्बाबाट यहाँ माथि माथि म चढ्दैछु। एक्ज्याक्टली कति माथि मलाई थाहा छैन। भिडियो लास्टसम्म हेर्न सक्नुहुन्छ। अब रक क्लाइम्बिङको मेरो फर्स्ट एक्सपिरियन्स होइन, डर लाग्दो हुन्छ कि के हुन्छ कस्तो हुन्छ, एकदम म एक्साइटेड छु। जाने बाटो पनि एकदम दामी टाइपको छ क्या। ल सर यस्तो टाइपले। अनि एक्ज्याक्टली मलाई थाहा छैन, तर त्यहाँ हल्का मान्छेहरू चिचाएको बोलिरहेको जस्तो आवाज आइरहेछ क्या। अनि त्यहाँ मान्छेहरू बोलिरह भने मतलब चाहिँ त्यही नै हो होइन। म टक्क यहाँबाट जाँदै 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 गर्छु। एकदम खुसी लागिरहेछ है मलाई। जाने बाटो पनि दामी एडभेन्चरस टाइपको छ। यहाँ चाहिँ अहिले पानी छैन, तर बर्खामा यहाँ पानी होला जस्तो छ। यस्तो बाटो ए ल थाहा भएर त्यहाँनिर होला। जाँदैछ, आवाज आउँदैछ। सो फाइनल्ली जहाँबाट आवाज सुनिरहेको थियो त्यसको क्लोज आइपुग्यो। र यहाँ चाहिँ फेरि ग्रुप अफ पिपुल होइन। ल कतिवटा, एउटा दुईवटा तिन चारवटा रोपेको छ। दामी फिलिङ, एक्साइटेड। ल हामी आएको त तलबाट यो बाटो हुँदै 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 रक क्लाइम्बिङ स्पट एट सनाम हुटिङ चाहिँ हो। सन्दीप बबाल हेर्छ। त्यस्तै भर्टिकली दुइटै मिलाएर गरिदियो ल। अगाडि आउनु बोल्यो छ रे सबैजनाले भनेको राजु भाइ कमान। ओके फर द फर्स्ट टाइम रक क्लाइम्बिङ यस्तै हुन्छ ब्रदर। यो बोलेको त बसो हुन्छ, राजुको बसो त छैन। फर्स्ट टाइम तपाईँहरू यो रकमा चाहिँ मैले वाल गरेको थिएँ थमेलमा। सेकेन्ड टाइम भन्दा हुन्छ, त्यहाँनिर एकचोटि मात्र गरेँ। धेरै टाइट पनि यो टाइट होइन। तपाईँ चढ्ने हो? म अहिले पछि टाइट होइन। युट्युब च्यानल छ तपाईँको? हजुर। के नाम छ? अनिस भण्डारी। यही ठिक होला। इजिएस्टमै गरौँ न। वार्मअप गऱ्यो सबै, वार्मअपदेखि स्ट्रेचिङ सबै गराइदियो। गरेर आउनु भएको छ स्ट्रेचिङ? होइन, उसले जे गाइड गर्छ त्यति भने, जे भने त्यतै गर्नु। बिगिनिङ गरेर भन्नु छ। मैले सेकेन्ड टाइम गर्ला भने चाहिँ वालमा चढ्नु भएको छ नि तपाईँले? त्यही हामी भयो भने उहाँ अलिकति एकदम बिगिनर हो कि हल्का तपाईँ अलिकति स्ट्रेच गरेर अलिकति बडीको स्ट्रेचिङहरू, लेगको स्ट्रेचिङहरू, लेगको तनाक टुनुक होइन, त्यो केही भनेको थिएन जस्तो लाग्यो। त्यसो गर्नुपर्छ नि। अलिक पम्प हुन्छ क्या, अलिकति पम्प गर्नु, लुज गर्नु शरीरलाई एकदमै। वेस्टहरू ट्विस्ट गर्नु।
यो ट्विस्ट होइन वेस्ट मात्र ट्विस्ट वेस्ट कसरी गयो नि वेस्ट मात्र ट्विस्ट नि यस्तो Okay, warm up. Okay, got you, my friend. Hey. राख्नु एकैछिन ए राखिरहने हो ओके अब यसैलाई दुईचोटि अझै गर्नु मैले जे गरेँ सेम सबै दुईचोटि गरेँ अझै गर्नु न पछि पम्प हुन्छ पम्प भनेको कस्तो पम्प भनेको हातले त्यस्तो छ सामान बुझ्छ नि होइन त्यस्तो हुन्छ तपाईँको ए पम्प भएर त मजा आउँदैन होइन ए पछि युज गर्नु अहिले थाहा हुँदैन पछि गएर चाहिँ बडी दुख्ने जाने ए त्यही भएर अगाडि नै हो शरीरलाई लुज एकदम फ्लेक्सिबल आउनु होइन चढ्दाखेरि तपाईँलाई थाहा छ नि खुट्टा भर्याङ चढ्दाखेरि हामी केले चढ्छ भर्याङ चढ्दाखेरि चढ्छ हातले चढ्दैन यहाँ चाहिँ हातले सपोर्ट मात्रै लिने हो बडीमा हामी जडी के गर्छ भन्दाखेरि हामी जडीले हातले सक्छ भनेर शरीरले तान्नु सक्छ खुट्टा चढ्यो खुट्टा लिफ्ट गऱ्यो भने हामी स्टेप माथि गइसकेको हुन्छ त्यसपछि कलहरू हुन्छ सकेन भने तपाईँ गर्न सकेन भने लोर्मी भन्ने लोर्मीमा तपाईँ बिस्तार चल्छ त्यसो गर्दा सकिनु भएन म तपाईँलाई फुल सपोर्ट त्यहाँनिर ठोकिन्छ होइन तपाईँलाई अब एकदमै सकेन भने मलाई टेक भन्नु म तपाईँलाई टेक लिन्छु होइन आत्तिनु आफ्नो टाउको दबाउनु अनि आत्तिनु भयो तपाईँले फुल सपोर्ट यताबाट गर्दै तपाईँले हेर्नु कहाँनिर समाधा ठिक हुन्छ समाधि ठाउँ भेटेपछि सबभन्दा पहिला समात्न जाने होइन कि खुट्टा राखेर बोल्नु एकैचोटि समात्न गयो भने जिउले माथि ग्राभिटीले तान्छ तपाईँ जति बाहिर लिन नहुनु बाहिर लिनु भयो कि ग्राभिटीले तान्छ तपाईँ जति क्लोज द वाल भयो भने तपाईँको ग्राभिटीले तपाईँलाई लेस होइन वाल रफमा फर्स्ट टाइम रहेछ एभ्रिबडी वालमा गएर पहिला गर्नु भयो वालमा भन्दा सजिलो हुन्छ वालमा त कहिले ठाडै ठाडो हुन्छ एकछिन ल एकै ल लोर चक यसरी नै पसिना आउँछ भने लाउँछ अब यस्तो पनि हुन्छ कि चक लाउने बेलामा पनि फर्किनु पऱ्यो एनर्जी जान्छ त पनि अम्लाको टुप्पा मात्रै लाउने ओके बिस्तारै है फर्स्ट टाइम आत्तिनु पर्दैन नथिङ टु प्रुभ है बिस्तारै मैले भने जस्तो हातले चढ्ने होइन हातले कुद्नु खुट्टाले चढ्ने फर्स्टमा हात भेटायो खुट्टा हाल्नु नाइस जति सक्यो क्लोज टु द वाल है क्लोज टु द वाल खुट्टाको बुढी औँठाले है त्यो हिल हिल भनेको हाइट लिनको लागि अगाडिको बुढी औँठाले जुत्ता पनि टाइट भयो नि त्यही भएर डबल प्रेसर भयो बिस्तारै लोर गर्नु पर्दै हो र स्योर हो खै सक्नुहुन्छ कि जानु न सक्नुहुन्छ
5 चोटि भन तिमीले मजाले भन न दिस इज माइ लिमिट सक्नुहुन्छ होला त्यत्रो ठाउँ छ त हो अलि 5 चोटि भन्दै त बहिनी सक्छ भनेर 60% गइसकेछ अलिकति त बाँकी छ हो 20% बाँकी छ त्यो माथि एउटा होल छ नि त्यसबाट त केही नि हैन उता हेर्नु त त्यहाँ कत्रो धेरै ठाउँ छ त्यहाँबाट कसरी जान्छ होइन डोरै गरौँ त डोरे हो अरे स्योर हो स्योर हो बिस्तारै पुरा भाइलाई चाहिँ हुन्न है अनिस भाइलाई मात्र ल लानु पर्वालाई भाइ हात छोड्नु बिस्तारै आउनु है एकछिन बिस्तारै हात छोडिदिनु डोरीमा समाउने होइन वन्डरफुल एक्सपिरियन्स अलिकति सजिलो हो तर सुज पनि अलिक धेरै टाइट भयो अनि अलिकति डर लाग्ने टाइपको पनि भयो हजुर होइन यसको अलिक धेरै नै भयो क्या यो घाउने होला जस्तो लाग्यो यहाँ अनि यो चाहिँ रक क्लाइम्बिङ गर्दा लाउने चस्मा है गर्दा होइन यस्तो मुनि बस्दाखेरि अनि त्यहाँ बसेर यस्तो हेर्दाखेरि ठ्याक्क त्यहाँको देखिन्छ क्या कस्तो मजा लागिरहेको क्या मैले फर्स्ट टाइम लाग्यो होइन यस्तो हेरेको ल माथिको चाहिँ क्लियरली सिम्पल छ केही छैन यस्तो ठ्याक्क एउटा ग्लास मात्रै हुँदो रहेछ यहाँबाट हेर्दा ठ्याक्क जुम भएर अनि माथिको देखिने क्या यसरी हेर्दा यता पनि देखिन्छ क्या सिधा हेऱ्यो भने माथि पनि देख्यो यस्तो पनि देख्यो फाइनली रियल रक क्लाइम्बिङ ट्राई गरेर कस्तो बवाल्दो मुनिबाट देखेर we are returning